नमस्कार। म आज लेट्स टक भन्ने शीर्षकमा त्यो विषयमा क्याम्पेन चलाउने र बोल्नुपर्छ, समाजमा विभिन्न विषयमा बोल्नुपर्छ भन्ने एउटा विचारसहित। यो एउटा निजी विचार हो, तर आम मानिसहरूले बोल्न पाउनुपर्छ, बोल्नुपर्छ, अहिले बोल्नुपर्छ, हामीले बोल्नुपर्छ भन्ने विषयहरू एकदमै अवेर गर्नुपर्ने विषयहरू हुन् र मानिसहरूले प्राय नबोली आफ्नो काम गरिरहने, तर विभिन्न मुद्दाहरू हुन्छन् जसमा मानिसहरू अन्यायमा परेका हुन सक्छन्, अत्याचारमा परेका हुन सक्छन्, बोल्न सकिरहेका हुँदैनन् र त्यो विषयमा चाहिँ हामी बोल्नुपर्छ भन्ने किसिमले यो क्याम्पेनहरू पनि अगाडि धेरै भएका छन्। तर यो निरन्तर गरिरहनु पर्ने, यसले समाजलाई परिवर्तन गर्न र समाजमा चाहिँ न्याय सिद्धान्तका आधारमा सबैलाई समान अधिकारको लागि यसले काम गर्न मद्दत गर्दछ। त्यस कारणले लेट्स टक, अब कुरा गरौँ भन्ने विषयमा चाहिँ मैले आज केही कुराहरू यहाँहरूमाझ गर्नेछु र यो अभियानमा यहाँहरू जोडिन सक्नुहुनेछ। यहाँहरूले आफ्ना विचारहरू, यहाँहरूलाई परेका समस्याहरू र यहाँहरूको मूल विषय, यहाँहरूले राख्न चाहेका विषय जुनसुकै पनि हुन सक्छन्, तर हामी एकअर्कालाई गाली, आक्षेप, दोष, दोषारोपण यस्ता खालका प्रक्रियाबाट हामी अगाडि बढ्न हुँदैन र त्यसलाई हामीले स्वीकार पनि गर्न सक्दैनौँ। तर सभ्य तरिकाले जायज किसिमका विषयहरू र अन्यायमा परेका घटना परिघटनाहरूलाई समेटेर यहाँहरूले पनि आफ्नो विचार राख्न सक्नुहुनेछ। यहाँहरूलाई यस च्यानलमा स्वागत छ र यहाँहरूको विचार हामी सदा प्रतीक्षारत रहनेछौँ। भिडियो मार्फत, लिखित सन्देश वा जुनसुकै माध्यमबाट पनि यहाँहरूले प्रेषित गर्न सक्नुहुनेछ र यसलाई बढीभन्दा बढी सबैमाझ पुर्याउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। धन्यवाद।